मेरो हातमा एउटा यो चाँदीको काँडे चुरा हात परेको छ। तसर्थ यो काँडे चुरा तपाईँ जो कोहीको भए भने यो काँडे चुराको उपयुक्त कागजात प्रमाण के छ तपाईँसँग ल्याएर यो काँडे चुरा लगाउन अथवा चाहिँ हराएको तपाईँ हराएको जो स्टेजमा आई सम्पर्क गरिदिनु म हाती गर्न सक्दछु। यो काँडे चुरा यस स्टेजमा आएको छ अथवा यस स्थितिमा फेला परेको छ। यहाँ आएको यो काँडे चुरा हामी सुरक्षित राख्नेछौँ। जो कोहीको भए पनि तपाईँहरूको यो काँडे चुरा यही सुरक्षित हुनेछ। कृपया यो काँडे चुरा लिन आउनु म हाती गर्न चाहन्छु। धन्यवाद। सुन्दर हमेसा नगरपालिका समितिलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। यहाँको भव्य उपस्थितिको कारणले गर्दाखेरि आज हाम्रो कार्यक्रम भव्य र भव्यताको साथ सम्पन्न भएको छ। फेरि पनि हामी यहाँले आज अर्को साल यसै समयमा भेट्ने बाटाको सहित यहाँलाई फेरि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। हामीमा आदरणीय व्यक्तित्व महावीर गुरुज्यू पनि हुनुहुन्छ। तसर्थ यहाँले आदरणीय व्यक्तित्व महावीर गुरुद्वारा लिङ्गित उहाँको जीवनी आत्मकथा दिएर सहयोग गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। उक्त पुस्तक बिक्रीबाट आएको पैसाले उहाँको व्यक्तिगत रूपमा र पारिवारिक रूपमा खर्च नगरी राष्ट्र आविष्कार केन्द्रलाई अनि राष्ट्र निर्माणलाई अनि औजा कारखानालाई तमाम नेपालका कृषकहरूको लागि औजा बनिने भएको उहाँले यहाँले सहयोग गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। तपाईँले खरिद गरिदिनु भएको पैसा राष्ट्र निर्माणको लागि हुनेछ, यो राष्ट्र आविष्कार केन्द्रको लागि हुनेछ।